अँध्यारो देखायो के मेरो मोबाइल यिनी गोबी हुन नि खतरा भएको छ नि त फुल्ने होला न ए यो टिमुर हेर त यो पुरै कस्तो भएको छ हौ टिमुर यहाँ राति साँझ हुन लागिसक्यो भने अँध्यारो देखियो एउटीलाई बोगे यता देख न यो टिमुर पुरै रातै छ दिउँसो घाम लागेको बेला पो देखिन्छ रातै अहिले त अझ छैन यो टिमुर 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 यहाँको यस्तो देख्यो भने त के गर्ने कति रमाइलो लाग्छ के गर्ने पुरै रातै छ टिमुर त पाकेर रातै छ आधा टिन्नु भयो रहेछ घर घर ओहो पुरै लटरम्मै फल्या छ त ए हामी त पहिला सानोमा त यहाँनिर स्याउका रुख थिए अहिले त छैनन् स्याउका रुख जाँदै काँचो स्याउहरू खाँदै गर्थ्यौँ घर केरा नि रहेछ यो करेला कस्तो राम्रो फल्या छ करेलाहरू घर ओ माई गड माल्टा रहेछ माल्टा 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 यो तरकारीहरू त्यो अदुवा ए यहाँ म यहाँलाई बोक्न परेको छ हिँड्न नसकेर आउन भन्नु ए हामी जन्मेको हुर्केको खेलेको ए घर यही आँगन हो ए हामी यहाँ भान्सा थियो भान्सा हाम्रो भान्सा यस्तो थियो हामी यहीँ खाना पकाउँथ्यौँ यस्तो थियो हेर्न हेर ए आँगन हामी यहाँ खुब खेल्थ्यौँ ए हाम्रो काइलो बुवाको घर ए केरा त कति धेरै रहेछ यो काइला बुवाको घर त्यो माइला बुवाको घर माथिको ठुलबाको घर यो घर चाहिँ हामी जन्मेको हुर्केको घर